Hi everyone, सेवा नमस्ते, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज म कहाँ जाँदैछु भनेर हजुरहरूले भिडियोमा देखेर पनि थाहा पाइसक्नुभयो होला। आज चाहिँ भारतीय भूभू सैनिक भारत र नेपाल बटालिक परिवारको पहिलो ऐतिहासिक भेट कार्यक्रममा आइसकेको छु। कहीँ जानु भन्नुपर्छ है, छोरी मान्छेलाई चाहिँ तयारी हुन टाइम लाग्छ नि त, त्यही भएर चाहिँ हामी जहिले ढिला आउने है। यसपालि त कति छिटो पुगेछौँ कि हामी जाँदा कोही पनि हुनुहुन्थेन। त्यसपछि एक एकजना गर्दा गर्दै यो हल पनि फुल भइसक्यो। हेर्नु न, धेरै पछि साथीहरू भेटेर होला, आन्टीहरू हेर्न पुरा उभि गफ गरिराख्नु भएको छ क्या, कति रमाइलो। हेर्नु त्यतिकैमा सबैजना पर्खिराखेको थियौँ गेस्टलाई। पर्खिँदा आउनुभएछ सियो साप। उहाँहरू चाहिँ दार्जिलिङबाट पनि थुप्रै आउनु भएको थियो नि त, अनि सबैजना उठेर स्वागत गरिरहनु भएको छ। हेर्नु न कति धेरै क्या आर्मीहरूको रोल्स चाहिँ जहाँ पनि उस्तै हुने क्या। त्यस पछाडि चाहिँ उहाँहरूको बटालिकको त्यो रणगीत भन्ने हुँदो रहेछ है, अनि त्यो चाहिँ गाइराख्नु भएको छ। हेर्नु न कस्तो राम्रो क्या, अब त्यो सुन्दा त कस्तो भावुकै हुने। अनि लास्टमा चाहिँ जय महाकाली जय गोर्खाली भन्दै गीत पनि अन्तिम गर्नुभयो। त्यस पछाडि चाहिँ वीर नारीहरूको सम्मान गर्ने कार्यक्रम भइरहेको छ। त्यस पछाडि चाहिँ बिर्तामोडका आन्टीहरूले चाहिँ नाचेर स्वागत गरिराख्नु भएको छ सबैजना गेस्टहरूलाई। आन्टीहरू अरू बेला पनि नाच्नुहुन्थ्यो है, यसपालि पनि नाच्नुभयो, कस्तो मजाले नाच्नुहुन्छ क्या। अनि त्यसपछि आमालाई स्वागत गर्दै हुनुहुन्छ। चाहिँ दमक आन्टीहरू नाच्दै हुन्छ यहाँ छमछम। हेर्नुहोस् न साथीहरू, रियाक्सन हेरेर पनि थाहा पाइसक्नु भयो होला के भइरहेछ यहाँ भनेर। यति हल्ला भयो कि लास्टमा त रिसाएर जानुभयो, यस्तो हल्लामा म बोल्दिनँ भनेर। अनि को हो भनेर हजुरहरूले चिनी पनि सक्नु भयो होला, कतिलाई थाहा पनि होला, जस्तै मलाई जस्तै थाहा नहुनु पनि सक्छ है साथीहरू। बोल्दिनँ भनेर निस्किनु भएको थियो नि त हल्ला भएपछि। त्यस पछाडि फेरि रिक्वेस्ट गरेर बल्ल तल फेरि बोल्न लाग्नु भएको छ। उहाँ चाहिँ हुनुहुन्छ कर्णेल ललित राई। म जस्तो थाहा छैन भने चाहिँ युट्युबमा पनि हेर्न सक्नुहुन्छ है साथीहरू। बारेमा चाहिँ मलाई त्यति साह्रो उयो मजाले एक्सप्लेन गर्नु पनि आएन साथीहरू। त्यस पछाडि स्पेस सुनेर म पनि निस्केँ। आजको लागि यति नै साथीहरू। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।